अझै पनि त्यही केटी फोटो हेर्दै बसेको छैन। त अझै नि मुभ अन हुन सकिनस्। 2 वर्ष भइसक्यो त्यो मान्छे गयो भयो। त हो 2 वर्ष भइसक्यो, तर मलाई अझै पनि हिजो जस्तै लाग्छ। अनि म उसको फोटो मोबाइलमा हेर्दै बस्छु त उनी मसँगै जस्तो लाग्छ, उसको हात मेरो हातमै छ जस्तो लाग्छ। अब के जीवनभर यही फोटो हेर्दै बस्छस्? तँलाई के थाहा त्यसले तँलाई छोडेर गइसक्यो कि? यत्रो समय भइसक्यो, कन्ट्याक्ट पनि केही छैन। के थाहा त्यो टाढा गइसक्यो कि? चाहे जे सुकै होस् न, म उसलाई नै कुरिरहेको छु। यो जन्ममा ऊ मेरो नभए के भयो? यही फोटो हेरी जीवन बिताइदिन्छु।